जय प्रेम गटेन्जल बानी व्याख्या गरी हजुरहरू समक्ष राख्न गइरहेको छु र परम पूज्य गुरु हजुर हजुरको अनुमति रहेको हुन सकोस्। गुरु हजुर भन्नुहुन्छ, प्रिय आमा बाबा युवा नानीहरू हजुरहरू सबैमा कल्याणको कामना गर्दै आजको गटेन्जल बानीतर्फ प्रवेश गर्ने अनुमति चाहन्छु। र गटेन्जल बानीको टपिक रहेको छ ईर्ष्या। ईर्ष्या मानव जीवनमा शत्रुताको एक रूप हो। ईर्ष्या एक पीडादायी र विचलित पार्ने नकारात्मक भावना हो जसले मनमा अस्वस्थता निम्त्याउँछ। ईर्ष्याले अरूको सफलता, उपलब्धि, खुसी, धन, राम्रा गुणहरू, परिवार र स्थितिसँग असहज हुने भावना उत्पन्न गर्दछ। ईर्ष्याको मूल कारण अरूको प्रगति वा उपलब्धिहरू ग्रहण र सहन गर्न नसक्नु अर्थात् असमर्थ हुनु हो। ईर्ष्या एक विचलित पार्ने भावना वा मनोविकृति हो जसले हाम्रो मानसिक शान्ति गुमाइदिन्छ र हामीलाई अशक्त बनाउँछ ताकि हामी आत्मनियन्त्रण गुमाउँछौँ। ईर्ष्याले हामी साँच्चै कुनै चिज वा कसैसँग संलग्न हुन्छौँ। हामी रिसाउँछौँ वा ईर्ष्या गर्छौँ। हामीसँग निश्चित रूपमा मनको शान्ति हुँदैन। एक अर्थमा आत्मनियन्त्रण गुमाउँछौँ किनभने हाम्रो दिमागमा सबै प्रकारका पागल आवेगहरू आउँछन्। यस्ता विचलित पार्ने भावना र मनोविकृतिले हामीलाई साँच्चै अरूको विनाशकारी र हानिकारक हुने कार्य गर्न संलग्न गराउनेछ। अन्ततः आत्मा विनाशकारी हुन्छ र अन्तमा हार आफ्नै हुनेछ। स्वाभाविक रूपमा विभिन्न संस्कृतिहरूले भावनाहरूलाई फरक फरक रूपमा परिभाषित र निर्देशित गर्छन् र यी भावनाहरूमा विभिन्न भावनाहरूको विशाल दायरा समावेश हुन्छ। प्रियजनहरूको खुसीमा आनन्दित हुनु र करुणाको अभ्यास गर्नु, सन्तुष्ट हुनु र सबैप्रति करुणा राख्नु, ईर्ष्या मुक्त जीवन बिताउनु सकेको बरु अरूको खुसीमा मुस्कान थपिदिनु, अरूको खुसी र सफलतामा वास्तविक आनन्दको अनुभव लिनु सक्नुपर्छ। बितेको कुराहरूको बारेमा पछुताउनु अनि भविष्यको बारेमा चिन्ता गर्नुको सट्टा हामी वर्तमान क्षणमा प्रेम र करुणाले ओतप्रोत भएर बाँच्नु नै हाम्रो लागि बुद्धिमत्तामा पूर्ण हुनेछ। आफूसँग भएको कुरामा आनन्द लिनु र सन्तुष्ट हुनु पनि ईर्ष्याबाट बाँच्ने एउटा तरिका हो। हामीसँग जे छ त्यो कुराको मूल्य बुझेर त्यही कुराहरूबाट खुसी फुलाउनु सक्नुपर्छ। खुसी शान्ति कहीँ बाहिरी भौतिक कुरामा हुँदैन। खुसी शान्ति आफै भित्र उमार्नुपर्छ। जसको भिजन किन कुनै धन सम्पत्ति चाहिन्न, सिर्फ सकारात्मक विचारको भिजन लगाउनुपर्छ। ईर्ष्याबाट बाँच्नको लागि हामीले सकारात्मक र शुद्ध विचारहरू अपनाउनुपर्छ। जीवनलाई सन्तुलित र शान्तिपूर्ण बनाउन नियमित ध्यानको अभ्यासले मनलाई शान्त बनाउन सकिन्छ। ईर्ष्या जस्ता नकारात्मक भावनाहरूबाट मुक्त गर्नलाई मानव जीवनमा ध्यानको ठुलो महत्त्व हुन्छ। ध्यानको माध्यमबाट सकारात्मक ऊर्जा प्राप्त गरी जीवनको अर्थ र मूल्य बुझिन्छ। हामी को हौँ, हाम्रो यस धरतीमा कर्तव्य के हुन्, यथावत कुराको आत्मबोध हुनेछ र लोभ, हिंसा, ईर्ष्या जस्ता नकारात्मक भावना वा मनोविकृतिको न्यूनीकरण हुँदै जानेछ। साथै अरूलाई क्षमा गर्नाले मनको बोझ हलुका हुन्छ र रिस र ईर्ष्या हर्ष। सबै प्राणीहरूप्रति करुणा राख्नाले मन शुद्ध हुन्छ र क्रोध र ईर्ष्या स्वाद गायब हुन्छ किनकि ईर्ष्याले अलगाउ सिर्जना गर्दछ जबकि करुणाले सम्बन्ध सिर्जना गर्दछ। जय प्रेम।